साबी सामाजिक कार्यक्रम। आजको कार्यक्रम छ समाजमा मानवताको बारेमा कसरी ज्ञान दिलाउने, यसको सिलसिलामा केही जानु। आउनुहोस् श्रोता, समाजमा कसरी मानवताप्रति जागृत गर्ने, सर्वप्रथम मानव कसरी बन्ने र कस्तो कर्मलाई मानव कहलाइन्छ बारे सुनौ। साधारणतयाको बुझाइमा हामी दुई खुट्टा, दुई हात र बोली, नाक, मुख र बोल्न सक्नेलाई मानव या मानिस भन्ने गर्दछ। तर त्यति आचरणले मात्रै मानव कहलाउन सकिन्न। मानव कहलाउन निम्न आचरण र गुणको आवश्यक चाहिन्छ। 1 मा ईश्वरीयता या लर्डको कल्पना भनौँ। प्रकृति अनुसार चल्न सक्नुपर्छ। 2 प्रकृतिको हिफाजत गर्नु सक्नुपर्छ। 3 बुद्धि विवेकले कार्य गर्नुपर्छ। 4 रिस डाह घमण्ड हुनुहुन्न। 5 आस्तिकतामा विश्वास हुनुपर्छ। 6 अरूको दुःख पीडा महसुस गर्ने हुनुपर्छ। 7 धेरै सोच विचार गरेर मात्रै कुनै योजना बनाउनु र कार्य गर्नुपर्छ। 8 विगतबाट सिकेर वर्तमान र भविष्य छान्नु सक्नुपर्छ। 9 नियम पालना गर्नुपर्छ। प्रचुर प्रगति पथ रोज्ने हुनुपर्छ। 11 सत्य र असत्यलाई चाँडै नै जान्ने हुनुपर्छ। 12 पारदर्शिता भनौँ, जस्तो देख्यो उस्तै भन्न सक्ने हुनुपर्छ। 13 आदर र मायाको पालन गर्ने हुनुपर्छ। 14 निष्पक्षता हुनुपर्छ। 15 निष्कपट हुनुपर्छ। 16 संयम बिना जिद्दी, अरूको योग्यता चाँडै नै चिन्न सक्ने हुनुपर्छ। यस्तै विविध आचरण सिकाइ समाजमा मानवताको गुण र आचरण विकास गर्न सकिन्छ। श्रोतावृन्द, आजलाई यति नै। अब अर्को कार्यक्रम लिएर फेरि अर्को कार्यक्रममा भेट हुने नै छौँ। तबसम्मलाई म राम सुब्बालाई बिदा दिनुहोस्। धन्यवाद।